सबैमा नमस्कार। म प्रोसेस हजुरलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। म आज शिक्षक सेवा आयोग अन्तर्गत निम्न माध्यमिक तहको प्रथम चरणको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको परिमार्जित नयाँ पाठ्यक्रम अनुसार पाँचौं खण्डबाट सम्पूर्ण विषयवस्तु समावेश गरी तयार पारेको महत्त्वपूर्ण नमुना प्रश्नोत्तर सेट 1 लिएर आएको छु। हुन्छ त सर मिसहरू ढिला नगरी अब लागौँ आजको विषयवस्तुतर्फ। आजको पहिलो प्रश्न रहेको छ, पृथ्वीको मध्यमण्डल कुन कुन तत्त्वले बनेको छ? अप्सन ख निकेल र फेरियम, अप्सन ख सिलिकन र एल्युमिनियम, अप्सन ग सिलिकन र म्याग्नेसियम र अप्सन ग निकेल र सिलिकन। यसको सही उत्तर रहेको छ अप्सन ग सिलिकन र म्याग्नेसियम। प्रश्न नम्बर 2, फक्स नामको हिम नदी कुन देशमा रहेको छ? अप्सन क अमेरिका, अप्सन ख स्विजरल्यान्ड, अप्सन ग न्युजिल्यान्ड र अप्सन ग अस्ट्रेलिया। यसको सही उत्तर रहेको छ अप्सन ग न्युजिल्यान्ड। प्रश्न नम्बर 3, रोम सहर कुन नदीको किनारमा रहेको छ? अप्सन ख केलानी, अप्सन ख टेम्स, अप्सन ग राइन र अप्सन ग टाइबर। यसको सही उत्तर रहेको छ अप्सन ग टाइबर। त्यसै गरी प्रश्न नम्बर 4 मा रहेको छ, विचार गर्नुहोस् भनेर भनेको छ। आईमा छ चुरे पर्वतको सबैभन्दा अग्लो भाग दोलखा जिल्लामा पर्छ। डबल आई महाभारतको सबैभन्दा अग्लो भाग सैलुङ रामेछाप जिल्लामा पर्छ। त्यस्तै अप्सन रहेको छ अप्सन क आई ठिक, डबल आई बेठिक। त्यस्तै गरी अप्सन ख डबल आई ठिक, आई बेठिक। त्यस्तै अप्सन ग दुवै बेठिक र अप्सन ग दुवै ठिक। यसको सही उत्तर रहेको छ अप्सन ग दुवै बेठिक। त्यस्तै प्रश्न नम्बर 5, सेतो हिमाल भनेर धौलागिरीलाई चिनिन्छ भने कालो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? अप्सन क मकालु, अप्सन ख अन्नपूर्ण, अप्सन ग चोयु र अप्सन ग जन्नु। यसको सही उत्तर रहेको छ अप्सन क मकालु। प्रश्न नम्बर 6, बौद्ध धर्ममा प्रयोग हुने 5 शीलहरू क्रमशः कुन सही छ? अप्सन क सत्य, अहिंसा, अस्त्य, परस्त्री गमन र मध्य निषेध, अप्सन ख सत्य, अस्त्य, अहिंसा, परस्त्री गमन, मध्य निषेध, अप्सन ग सत्य, अहिंसा, अस्त्य, परस्त्री गमन र मध्य निषेध, अप्सन ग अहिंसा, सत्य, अस्त्य, परस्त्री गमन र मध्य निषेध। यसको सही उत्तर रहेको छ अप्सन क सत्य, अहिंसा, अस्त्य, परस्त्री गमन र मध्य निषेध। प्रश्न नम्बर 7, जिब्रो यस्तो छुरी हो जसले रगत ननिकालिकन काट्न सक्छ। यो भनाइ कसको हो? अप्सन क जिसस क्राइस्ट, अप्सन ख महात्मा गान्धी, अप्सन ग गौतम बुद्ध र अप्सन ग अरस्तु। यसको सही उत्तर रहेको छ अप्सन ग गौतम बुद्ध। प्रश्न नम्बर 8, चौरासी र साताखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र हुन्? अप्सन क रूपन्देही, अप्सन ख सुर्खेत, अप्सन ग कञ्चनपुर र अप्सन ग दार्चुला। यसको सही उत्तर रहेको छ अप्सन ख सुर्खेत। प्रश्न नम्बर 9, आर्थिक वर्ष 2077 फागुनसम्म नेपालले क्रमशः भारत र चीनतर्फ सबैभन्दा बढी निर्यात गरेका वस्तुहरू कुन कुन हुन्? अप्सन क ऊनी, गलैँचा र अलैँची, अप्सन ख तयारी पोसाक र कफी, अप्सन ग कफी र दूरसञ्चारका माध्यम र अप्सन ग अलैँची, ऊनी र गलैँचा। यसको सही उत्तर रहेको छ अप्सन घ अलैँची, ऊनी र गलैँचा। प्रश्न नम्बर 10, वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ? अप्सन क ब्लू प्लानेट, अप्सन ख इन्भाइरोमेन्ट प्राइज, अप्सन ग ग्लोबल 500
अप्सन ग कन्जर्भेसन अवार्ड, यसको सही उत्तर रहेको छ अप्सन ख इन्भाइरोमेन्ट प्राइज। प्रश्न नम्बर 11, प्रश्न नम्बर 11 मा रहेको छ भिटामिन ए को वैज्ञानिक नाम के रहेको छ? अप्सन क रेटिनोल, अप्सन ख थाइमिन, अप्सन ग नायासिन, अप्सन ग भोल्टिन, यसको सही उत्तर रहेको छ अप्सन क रेटिनोल। प्रश्न नम्बर 12, हाल सार्कको क्षेत्रीय संगठनहरूको संख्या कति रहेको छ? अप्सन क 9, अप्सन ख 7, अप्सन ग 5 र अप्सन ग 11, यसको सही उत्तर रहेको छ अप्सन ग 5। प्रश्न नम्बर 13, नेपालले बिमस्टेकको सदस्यता कहिले लिएको हो? अप्सन क सन् 2004 फेब्रुअरी 1, अप्सन ख सन् 2004 फेब्रुअरी 2, अप्सन ग सन् 2004 फेब्रुअरी 4, अप्सन ग सन् 2004 फेब्रुअरी 8, यसको सही उत्तर रहेको छ अप्सन ग सन् 2004 फेब्रुअरी 8। प्रश्न 14, 32औं टोकियो ओलम्पिकमा नेपालले सहभागिता जनाएका खेल र खेलाडी कति कति हुन्? अप्सन क 4 खेल 5 खेलाडी, अप्सन ख 5 खेल 7 खेलाडी, अप्सन ग 4 खेल 7 खेलाडी र अप्सन ग 7 खेल 9 खेलाडी, यसको सही उत्तर रहेको छ अप्सन क 4 खेल 5 खेलाडी। प्रश्न नम्बर 15, 2078 वैशाख 11 मा उद्घाटन गरेको नयाँ धाराको डिजाइनर को हुन्? अप्सन क रत्नबहादुर तुलाधार, अप्सन ख कुमार नरसिंह, अप्सन ग विष्णु रिमाल र अप्सन ग विष्णु पन्थी, यसको सही उत्तर रहेको छ अप्सन ग विष्णु पन्थी। प्रश्न नम्बर 16, पाठ्यक्रम तथा पाठ्य सामग्री विकास निर्देशिका 2076 ले नेपालमा पाठ्यक्रम विकासका सैद्धान्तिक आधार कतिवटा निर्धारण गरेको छ? अप्सन क 9 वटा, अप्सन ख 8 वटा, अप्सन ग 7 वटा र अप्सन ग 6 वटा, यसको सही उत्तर रहेको छ अप्सन क 9 वटा। प्रश्न नम्बर 17, निम्न मध्ये कुन भनाइ ठिक छ? अप्सन क असम्बन्ध स्थायी र विस्मरण अस्थायी हुन्छ, अप्सन ख असम्बन्धन अस्थायी र विस्मरण स्थायी हुन्छ, अप्सन ग दुवै स्थायी हुन्छन् र अप्सन ग दुवै अस्थायी हुन्छन्, यसको सही उत्तर रहेको छ अप्सन ख असम्बन्धन अस्थायी र विस्मरण स्थायी हुन्छ। प्रश्न 18, मानव विकासको विशेषता अन्तर्गत कुन पर्दैन? अप्सन क विकास निरन्तर प्रक्रिया हो, अप्सन ख विकास पूर्व कथनीय हुन्छ, अप्सन ग सबै अङ्गहरूको विकासको गति समान हुन्छ, अप्सन घ विकास सामान्यबाट विशिष्टतिर हुन्छ, यसको सही उत्तर रहेको छ अप्सन ग सबै अङ्गहरूको विकासको गति समान हुन्छ। प्रश्न नम्बर 19, प्रश्न नम्बर 19 मा रहेको छ देहायका मध्ये शिक्षा मनोविज्ञानको मुख्य काम कुन हो? अप्सन क कक्षा कोठाभित्रको सिकाइ स्वरूप पहिचान, अप्सन ख विद्यार्थीको व्यक्तिगत विभिन्नता पहिचान गरी उचित पथ प्रदर्शन, अप्सन ग प्रभावकारी शिक्षण विधिको पहिचान र अप्सन ग कक्षा व्यवस्थापन, यसको सही उत्तर रहेको छ अप्सन ख विद्यार्थीको व्यक्तिगत विभिन्नता पहिचान गरी उचित पथ प्रदर्शन। प्रश्न नम्बर 20, नारीनीति संस्कृत पाठशालाको स्थापना कहिले भयो? अप्सन क विक्रम सम्वत 1927, अप्सन ख विक्रम सम्वत 1934, अप्सन ग विक्रम सम्वत 1942 र अप्सन ग विक्रम सम्वत 1955, यसको सही उत्तर रहेको छ अप्सन क विक्रम सम्वत 1927। प्रश्न नम्बर 21, शिक्षाको अर्थ स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु हो, यो कसको भनाइ हो? अप्सन क अरस्तु, अप्सन ख गेटे, अप्सन ग प्लेटो र अप्सन घ रुसो, यसको सही उत्तर रहेको छ अप्सन क अरस्तु। प्रश्न नम्बर 22, प्रश्न नम्बर 22 मा रहेको छ अनुभव एवं व्यवहार अध्ययन गर्ने वास्तविक
विज्ञान नै मनोविज्ञान हो। यो कसको भनाइ हो? अप्सन क NL1, अप्सन ख फ्रायड, अप्सन ग वुडवर्ड, अप्सन ग स्किनर। यसको सही उत्तर रहेको छ अप्सन क NL1। प्रश्न नम्बर 23। प्रश्न नम्बर 23 मा रहेको छ अन्तर्दृष्टि व्यवहार प्रत्यक्षीकरण उत्प्रेरणामा आउने परिवर्तन सिकाइ हो। यो कसको भनाइ हो? अप्सन ख जी बोज, अप्सन ख ML बिक, अप्सन ग गेट्स र अप्सन ग क्रो एन्ड क्रो। यसको सही उत्तर रहेको छ अप्सन ख ML बिक। प्रश्न नम्बर 24। प्रश्न नम्बर 24 रहेको छ प्रश्न नम्बर 24 मा रहेको छ उत्प्रेरणाको कार्य कुन होइन? अप्सन क उत्प्रेरणाले व्यवहार वृद्धि गर्न सहयोग गर्छ, अप्सन ख उत्प्रेरणाले व्यवहारलाई निर्देशित गर्छ, अप्सन ग उत्प्रेरणाले व्यवहार छनौट गर्न मद्दत गर्छ, अप्सन ग उत्प्रेरणाले भनेको मानव व्यवहार स्वयं हो। यसको सही उत्तर रहेको छ अप्सन ग उत्प्रेरणा भनेको मानव व्यवहार स्वयं हो। प्रश्न नम्बर 25। कार्यपरक सम्बन्ध प्रत्यावर्तनसँग देहायको कुन कुरा मेल खान्छ? अप्सन क उद्दीपकमा जोड हुन्छ, अप्सन ख SR को एकमात्र एकाइ हुन्छ, अप्सन ग SR प्रभावको नियममा आधारित हुन्छ, अप्सन घ सम्बन्धनको सम्बन्ध उद्दीपकसँग हुन्छ। यसको सही उत्तर रहेको छ अप्सन ग SR को प्रभावको नियममा आधारित हुन्छ। प्रश्न नम्बर 26। पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान वा अनुभवहरूको सारको रूपमा लिनुपर्छ। यो कसको भनाइ हो? अप्सन ख फ्रोबेल, अप्सन ख ताबा, अप्सन ग टाइलर र अप्सन ग विबलर। यसको सही उत्तर रहेको छ अप्सन क फ्रोबेल। प्रश्न 27। आधारभूत तह कक्षा 1 देखि 3 को पाठ्यक्रम 2076 ले प्रारम्भिक बाल शिक्षामा वार्षिक कति घण्टा पठन पाठन गरिने व्यवस्था गरेको? अप्सन क 192 घण्टा, अप्सन ख 256 घण्टा, अप्सन ग 384 घण्टा र अप्सन ग 576 घण्टा। यसको सही उत्तर रहेको छ अप्सन ग 576 घण्टा। प्रश्न 28। शैक्षणिक योजनाको विशेषता अन्तर्गत देहायको कुन पर्दैन? अप्सन क निश्चित उद्देश्य, अप्सन ख शिक्षकबाट तयार, अप्सन ग शिक्षकमा आत्मविश्वास अभिवृद्धि, अप्सन ग पाठ्यक्रममा आधारित। यसको सही उत्तर रहेको छ अप्सन ग शिक्षकमा आत्मविश्वास अभिवृद्धि। प्रश्न 29। अन्तर्क्रियात्मक शिक्षण विधिको वर्गीकरण भित्र पर्ने विधि देहायका मध्ये कुन हो? अप्सन क प्रदर्शनी विधि, अप्सन ख सर्वेक्षण विधि, अप्सन ग सोधपुछ विधि र अप्सन ग निगमन विधि। यसको सही उत्तर रहेको छ अप्सन क प्रदर्शनी विधि। प्रश्न नम्बर 30। मापन क्रियामा कति प्रकारका स्केलहरू प्रयोग गरिन्छन्? अप्सन क 3, अप्सन ख 4, अप्सन ग 5 र अप्सन ग 6। यसको सही उत्तर रहेको छ अप्सन ख 4। प्रश्न नम्बर 31। समूह कार्यमा रहेको सहभागिता सुनिश्चित गराउन उपयोगी रणनीति कुन हो? अप्सन क विचार मन्थन, अप्सन ख जिक्स, अप्सन ग निर्देशित सुनाइ र अप्सन ग संक्षिप्त लेखन। यसको सही उत्तर रहेको छ अप्सन ख जिक्स। प्रश्न नम्बर 32। शिक्षक तयारी कोर्सको मुख्य उद्देश्य के हो? अप्सन क शिक्षण सम्बन्धी ज्ञानको विकास, अप्सन ख शिक्षण सम्बन्धी सिपको विकास, अप्सन ग शिक्षण सम्बन्धी अध्ययन, अप्सन ग शिक्षण सम्बन्धी ज्ञान सिप र प्रवृत्तिको विकास। यसको सही उत्तर रहेको छ अप्सन ग शिक्षण सम्बन्धी ज्ञान र सिपको प्रवृत्तिको विकास। प्रश्न नम्बर 33। अक्षराङ्कन पद्धति सम्बन्धी कार्यविधि 2072 अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 11-12 मा कुनै विषयमा सी वा सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका अनुपस्थित रहेका विद्यार्थीहरू नियमित वार्षिक परीक्षामा कति वर्षसम्म सहभागी हुन सक्ने व्यवस्था छ? अप्सन क 3 वर्षसम्म,
अप्सन ख 4 वर्षसम्म, अप्सन ग 5 वर्षसम्म र अप्सन ग 6 वर्षसम्म। यसको सही उत्तर रहेको छ अप्सन ग 5 वर्षसम्म। प्रश्न नम्बर 34 एउटा कक्षा शिक्षणको सम्पूर्ण उत्तरदायित्व दिएको शैक्षिक संगठन कुन हो? अप्सन क वर्ग शिक्षण, अप्सन ख बहुवर्ग शिक्षण, अप्सन ग मिश्रित शिक्षण र अप्सन घ वर्गविहीन शिक्षण। यसको सही उत्तर रहेको छ अप्सन क वर्ग शिक्षण। प्रश्न नम्बर 35 व्यवहारिक अनुसन्धानको उद्देश्य कुन हो? अप्सन क अभ्यासमा सुधार ल्याउनु, अप्सन ख नियमको निर्माण गर्नु, अप्सन ग ज्ञानको विकास गर्नु र अप्सन घ कार्यक्रमको उत्पादन अथवा प्रक्रियामा सुधार गर्नु। यसको सही उत्तर रहेको छ अप्सन घ कार्यक्रमको उत्पादन तथा प्रक्रियामा सुधार गर्नु। प्रश्न नम्बर 36 मा रहेको छ कम्प्युटर शब्दको उत्पत्ति कुन भाषाबाट आएको? अप्सन क ग्रीक, अप्सन ख ल्याटिन, अप्सन ग अंग्रेजी र अप्सन घ स्पेनिस। यसको सही उत्तर रहेको छ अप्सन ख ल्याटिन। प्रश्न नम्बर 37 पोर्ट्रेट र ल्यान्डस्केप के हुन्? अप्सन क पेपर साइज, अप्सन ख पेज लेआउट, अप्सन ग पेज ओरिएन्टेसन र अप्सन ग अल अफ द एबभ। यसको सही उत्तर रहेको छ अप्सन ग पेज ओरिएन्टेसन। प्रश्न नम्बर 38 मा रहेको छ विद्यालय तहमा सबैभन्दा बढी प्रयोगमा ल्याइएको सफ्टवेयर कुन हो? अप्सन क इक्जाम सफ्टवेयर, अप्सन ख CAS सफ्टवेयर, अप्सन ग IEMIS सफ्टवेयर र अप्सन ग एकाउन्ट सफ्टवेयर। यसको सही उत्तर रहेको छ अप्सन ग IEMIS सफ्टवेयर। प्रश्न नम्बर 39 इन्टरनेट प्रयोग गरेर वा नगरेर कम्प्युटर वा स्मार्टफोनबाट हेर्न, सुन्न वा पढ्न सकिने गरी व्यवस्थित गरेको पुस्तकालयहरूलाई कस्ता पुस्तकालय भनिन्छ? अप्सन क सन्दर्भ पुस्तकालय, अप्सन ख ई पुस्तकालय, अप्सन ग आधुनिक पुस्तकालय र अप्सन ग वैज्ञानिक पुस्तकालय। यसको सही उत्तर रहेको छ अप्सन ख ई पुस्तकालय। प्रश्न नम्बर 40 वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका 2077 ले टेलिभिजनबाट प्रसारण गर्ने शैक्षिक कार्यक्रमको समय तालिका नियमित रूपमा वेबसाइटमा कुन निकायले राख्नुपर्ने व्यवस्था गरेको छ? अप्सन क शिक्षा विकास निर्देशनालय, अप्सन ख शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अप्सन ग पाठ्यक्रम विकास केन्द्र र अप्सन ग शिक्षा तथा मानव स्रोत विकास केन्द्र। यसको सही उत्तर रहेको छ अप्सन ग शिक्षा तथा मानव स्रोत विकास केन्द्र। प्रश्न नम्बर 41 नेपालको संविधान कहिले जारी गरियो? अप्सन क 2072 असोज 3 गते, अप्सन ख 2072 भाद्र 30 गते, अप्सन ग 2072 असोज 5 गते, अप्सन घ 2072 असोज 4 गते। यसको सही उत्तर रहेको छ अप्सन क 2072 असोज 3 गते। प्रश्न नम्बर 42 शिक्षा ऐन 2028 पहिलो वर्ष लागू भएका जिल्ला कुन हो? अप्सन क चितवन र कास्की, अप्सन ख चितवन र सुर्खेत, अप्सन ग झापा र कास्की र अप्सन ग चितवन र झापा। यसको सही उत्तर रहेको छ अप्सन क चितवन र कास्की। प्रश्न नम्बर 43 शिक्षा नियमावली 2059 मा कतिवटा परिच्छेद नियम र अनुसूचीहरू रहेका छन्? अप्सन क परिच्छेद 33 वटा, नियम 195 वटा र 25 अनुसूची, अप्सन ख परिच्छेद 33 वटा, नियम 185 वटा र 23 अनुसूची, अप्सन ग परिच्छेद 33 वटा, नियम 195 वटा र 23 अनुसूची, अप्सन ख परिच्छेद 33 वटा, नियम 197 वटा र 21 अनुसूची। यसको सही उत्तर रहेको छ अप्सन ग परिच्छेद 33 वटा, नियम 195 वटा र 23 अनुसूची। प्रश्न नम्बर 44 शिक्षक सेवा आयोगबाट लिइने शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा विषयगत परीक्षामा प्राप्त अङ्कको कति प्रतिशत अङ्क गणना गर्ने व्यवस्था छ?
अप्सन क 7%, अप्सन ख 73%, अप्सन ग 50% र अप्सन घ 33%। यसको सही उत्तर रहेको छ अप्सन क 7%। प्रश्न नम्बर 45 स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार गाउँ नगरपालिकाको अधिकार कुन होइन? अप्सन क निशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन, अप्सन ख विद्यार्थीको गुणस्तर अभिवृद्धि, अप्सन ग संस्थागत विद्यालयको जग्गाको स्वामित्व सम्पत्तिको अभिलेख संरक्षण र व्यवस्थापन, अप्सन घ गाभिएका वा बन्द गरेका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन। यसको सही उत्तर रहेको छ अप्सन ग संस्थागत विद्यालयको जग्गाको स्वामित्व सम्पत्तिको अभिलेख संरक्षण र व्यवस्थापन। प्रश्न नम्बर 46 पूर्वतर्फ फर्केर एउटा लाइनमा एबीसी डीईएफ र जी बसेका छन्। डी को दाहिने सी बसेको छ, बी छेउमा बसेको छ, उसको नजिक ई रहेको छ र ई र एफ को बीचमा जी रहेको छ। दक्षिणबाट तेस्रो स्थानमा डी रहेको छ भने छेउमा को बसेका छन्? अप्सन क ए र ई, अप्सन ख ए र बी, अप्सन ग एफ र बी, अप्सन घ सी र डी। यसको सही उत्तर रहेको छ अप्सन ख ए र बी। प्रश्न नम्बर 47 मा रहेको छ 20 जना मानिसको कुनै काम 20 जना मानिसले कुनै काम 15 दिनमा गर्न सक्छन् भने 10 दिनमा गर्न सक्न कति मानिस थप्नु पर्ला? अप्सन क 5 जना, अप्सन ख 10 जना, अप्सन ग 15 जना र अप्सन घ 20 जना। यसको सही उत्तर रहेको छ अप्सन ख 10 जना। प्रश्न नम्बर 48 तल दिएका चित्रमा समूहमा नमिल्ने चित्र कुन हो पत्ता लगाउनुहोस्। अप्सन ए बी सी डी ई दिएको छ। यी मध्ये तलको कुन चित्र मिल्दैन भनेर सोधेको छ। यसको सही उत्तर रहेको छ अप्सन ख अथवा अप्सन बी को चित्र चाहिँ मिल्दैन, यो अरू चित्रभन्दा फरक रहेको छ। अप्सन बी यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 49 दिएका विकल्पहरूबाट चित्रमा छुटेको चित्र छनौट गर्नुहोस् भन्छ। एउटा म्याट्रिक्स दिएको छ, त्यो म्याट्रिक्समा छुटेको चित्र कुन छ त्यो तलको अप्सनबाट कुन हुन्छ त्यो लेख्नुहोस् भनेर भनेको छ। अप्सन ए, अप्सन बी, अप्सन सी र अप्सन डी। यसको सही उत्तर रहेको छ अप्सन घ अथवा अप्सन डी को चित्र छुटेको छ। यसको सही उत्तर हुन्छ अप्सन डी। प्रश्न नम्बर 50 तल दिएको विकल्पहरूमध्ये समूहमा नमिल्ने विकल्प छान्नुहोस् भन्छ। तल दिएका विकल्पहरूमध्ये समूहमा नमिल्ने विकल्प छान्नुहोस् भनेर यो अड आउट पत्ता लगाउन सोधेको छ। अप्सन क मधुमेह, अप्सन ख रक्तचाप, अप्सन ग हैजा र अप्सन घ क्यान्सर। यसको सही उत्तर रहेको छ अप्सन ग हैजा। अप्सन ग हैजा यसको उत्तर मिल्दैन। हुन्छ र सर मिसरो आजको विषयवस्तु यही सकेको जानकारी गराउँदै बिदा हुन्छु। नमस्ते।